गरिरहनु हुने पातञ्जल योग केन्द्रीय समिति सदस्य पनि हुनुहुन्छ। उहाँ केन्द्रीय समिति सदस्य तथा यस दिव्य धाम धनेश्वर धामको कोषाध्यक्ष पनि हुनुहुन्छ र यस्ता विभिन्न संस्था र यो पातञ्जल योग परिवारलाई सदैव अगाडि बढाउन अथक प्रयासमा रहिरहने, कहिले पनि नथाक्ने एउटा योद्धाको रूपमा लाग्नु भएको छ र उहाँसँग अरू पनि कलाहरू छन्। यो कला चाहिँ आइतबार देखिनेछ, विभिन्न कला छन्। उहाँ आज जन्मेर 3 दिन हुनुहुन्छ आइतबार जाँदा, यो 3 दिनका कला त्यस पछाडि हेर्नुहोला। आजलाई चाहिँ हाम्रो समय एकदम कम्ती छ। यस्तो योद्धा, यस्तो समाज सेवामा अथक लागिरहने हाम्रो हेमन्ती देवी गजुरेल ज्यू, उहाँको आज उहाँको जन्मदिनको शुभकामना हामी यस धनेश्वर साधना केन्द्रको तर्फबाट मुरी आशिष वचन आशीर्वाद दिने हामी पालो गरी दिनेछौँ र एकमुष्ट हाम्रो धनेश्वर धामको गुरुआमाले सुरुवात गर्नुहुन्छ र त्यस पछाडि यस साधना केन्द्रको अध्यक्ष लीला दवाडीलाई आएर आशीर्वाद दिन हुन म अनुरोध गर्छु। सुरुमा चाहिँ हाम्रो गुरुआमा दीपिका नेपाल ज्यूलाई म अनुरोध गर्दछु टिको लगाएर आशीर्वाद दिनु। एकदम